सर्ट फर्ममा जस्ट भन्छ। Now we are at the administration building, 4th floor, at the Jessore University of Science and Technology. र हामी बङ्गलादेशको विभिन्न युनिभर्सिटीहरूको भ्रमणमा छौँ। सँगै हामीसँग सुरेन्द्र लामा सर पनि हुनुहुन्छ र विभिन्न युनिभर्सिटीहरू के कस्तो इन्फ्रास्ट्रक्चर विद्यार्थीहरूलाई दिने सर्भिसेस र तिनीहरूको बसाइ स्टाइल, गुनासो, ह्याप्पिनेस, ती कुराहरू अब्जर्भको लागि यहाँ आएछौँ। ल सुरेन्द्र सर नमस्ते। नमस्ते। तपाईलाई हामी फेरि अर्को युनिभर्सिटीमा आए तपाईलाई लिएर। अनि सरलाई सर त बङ्गलादेशमा आएर 3वटा युनिभर्सिटी हेर्नुभयो। एउटा खुल्ना युनिभर्सिटी, एउटा डुएट ढाका युनिभर्सिटी अफ इन्जिनियरिङ टेक्नोलोजी, एउटा जस्ट जेसोर युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी। अनि सरको अनुभवमा यो युनिभर्सिटी कस्तो लाग्यो? यो युनिभर्सिटीको रूपमा म आजसम्म लगभग 3 ठाउँमा आइपुगेँ। यो 3 ठाउँमै आइपुग्दाखेरिको अवस्थामा चाहिँ अब नेपालको युनिभर्सिटी र अब यो बङ्गलादेशको युनिभर्सिटीमा चाहिँ हरेक किसिमको फरक देखिएको छु। अब यो पाठनदेखि लिएर जुन खालको बसोबासदेखि लिएर यहाँको जुन इन्भाइरोमेन्ट, जुन सरकारले जुन लगानी गरेको छ, यहाँ चाहिँ शिक्षा क्षेत्रमा एकदमै धेरै लगानी गरेको छ। र त्यो हिसाबले लगानी मात्रै नभएर क्वालिटीको स्तरमा पनि हेर्ने हो भने पनि बच्चाहरूले राम्रैसँग पढिरहेको जुन कुरोहरू मैले सुनेको छु र मेरो पनि बच्चाहरू जुन पढेर यहाँबाट गएको छ, त्यसले गर्दाखेरि यो जुन संरचना, जुन भौतिक संरचना छ, जुन युनिभर्सिटीको जुन संरचनाहरूको हिसाबमा हेर्दाखेरि चाहिँ यो बेजोड लगानी गरेको छ। र नेपालको हकमा र यहाँको हकमा हेर्ने हो भने पैसा र लागतमा पनि, पढाइ खर्चमा पनि आकाश पातालको फरक देखिन्छ है। अब यो डक्टर बाहेक अन्य जुन सब्जेक्टमा पढ्ने हो भने लगभग 5 लाखमा 4 वर्षको पढाइ सकिने रहेछ। भनेपछि 5 लाख खर्च गरेर यहाँको जुन शैक्षिक जुन क्वालिटी छ, त्यो क्वालिटी लिएर जाने हो भने चाहिँ अत्यन्तै राम्रो। होस्टल समेत हैन सर? 4 वर्षको बस्यो। 4 वर्षको होस्टल समेत जुन हिसाबले मैले देखेको छु, यो अत्यन्तै सस्तो लागतमा शिक्षा आर्जन गर्न सक्ने एउटा ठाउँ रहेछ भन्ने कुरो मैले बुझेको छु आजसम्म। नेपालमा 4 वर्षमा मात्रै होस्टल जोडियो भने 5 लाखले भ्याउँदैन। लगभग महिनाको 20,000 भन्दा कम खर्च पर्दैन। खर्च जोड्नुस्। यो होस्टलहरूको स्ट्यान्डर्ड चाहिँ अति हाई। यस्तो होस्टल हामी नेपालमा कल्पना पनि गर्न सक्दैनौँ। सरको पछाडिमा भएको बिल्डिङ त्यो बोइज होस्टल हो, यो पुरानो गर्ल्स होस्टल हो, अर्को भिआइपी गर्ल्स होस्टल पछाडितिर छ। यस्ता होस्टलहरू धेरै स्ट्यान्डर्ड बनाएर जुन वेल भेन्टिलेटेड, सफा, फ्यान, एसी सबै व्यवस्था हुन्छ। यहाँ हरेक कुरोहरू फेसिलिटी छ। सो सर एकदम सेटिस्फाई हुनुहुन्छ? अत्यन्तै खुसी छु बङ्गलादेशप्रति जुन शिक्षामा जे लगानी भएको छ अहिलेसम्मको मैले हेर्दाखेरि बखत चाहिँ अत्यन्तै राम्रो देखेको छु। त्यस्तो डराउनु पर्ने, आतंकित हुनुपर्ने केही छैन हैन? कतिले हिन्दूले मारिरहेछ, यो छ त्यो छ। बङ्गलादेश र नेपाल र यो इन्डिया धेरै टाढोको बाटो होइन, यो अत्यन्तै नजिकको बाटो। यो नजिकको बाटोमा हामीले आफ्नो शिक्षा आर्जन गर्न सक्ने थलो चाहिँ यो अत्यन्तै राम्रो गन्तव्य मैले देखेको छु। हस् त, थ्याङ्क यू सर। हस्, धन्यवाद।